दाजुभाइ दिदीबहिनी सुन बेली नगरपालिका लतानमा रहेको वृद्धाश्रमको सहयोगका लागि सांस्कृतिक कार्यक्रम आयोजना गरिएकाले कोरोना महामारीको कारण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी सम्पूर्ण गाउँलेहरूलाई भोलि बिहान ठिक 11 बजे स्कुलको प्राङ्गणमा आउनुहोला है। कसैले पनि सुन्नेन भन्न पाउने छैन है। यदि नआउने घरकुरियालाई 5 पैसाका दरले जरिवाना लाग्नेछ है। ओए डाँडा घरे साइली जाने होइन? जानु त यहाँ आफूलाई भ्याइ नभ्याइछ। त्यसो भनेर कहाँ हुन्छ, घरको काम त पछि गरेकै हुन्छ। हो त नि, म पनि त्यसैका लागि बेनी प्रकाश स्कुलबाट हतार हतार आएको छु। साथीहरू झन् बाग्लुङदेखि आएका हुन्। हो हामी जानै पर्छ। वृद्धाश्रमलाई सहयोग उठाउने काम त धर्म लाउने काम पो हो त। होइन, यति राम्रो कामको सुरुवात चाहिँ कसले गरेको रहेछ? ल त्यति पनि थाहा छैन। घटान सेवा समाज कताले हो का? राम्रो कामको लागि त घरको काम मुया मारेर भयो नि, जाने होला नि।
बोझ होइनन्, भगवानको रूप हुन्, अनुभवको खानी हुन्। त्यसैले ज्येष्ठ नागरिकहरूलाई आश्रममा होइन घरमा राखौं। याद गर्नुहोस्, जुन घरमा वृद्ध वृद्धा हुन्छन् त्यो परिवार नै सुखी परिवार हो। सुन गाउँले दाजु